ओम नमो गुभ्यः श्रीमतीभ्यः सौरभ्येभ्यः च नमः ब्रह्मसुताभ्यश्च पवित्राभ्यो नमो नमः। श्री गण्डकी गोपाल गौशाला जलजला 7 गोकुलधाम पर्वत यति बेला हामी आइपुगेका छौँ। यहाँ विशुद्ध लोकल गाईहरू देख्न सकिन्छ। गोसेवाको परिकल्पना गरेर यो पर्वत जिल्लाको कालन्जर क्षेत्रमा दिव्यमान गाईहरू गोमाताहरू रहनु भएको छ। यहाँ हिजो मात्र पर्वतको पूजा भएको रहेछ। गोमाताहरू यो गौशालामा झन्डै माम बच्चा गरेर 50 वटा रहेका छन्। साना बाछीहरू पनि दिव्य बाछीहरू पनि छन्। दिव्य यो गोकुलधाम गौशालामा तपाईँहरू पनि आएर अवलोकन गर्न सक्नुहुन्छ। यो दिव्य यति बेला हामी स्वर्गको एउटा छुट्टै अनुभूति प्राप्त भइरहेको छ। गोपाल गाईहरूको दर्शनले हाम्रो मन दकित बनेको छ। जय मा गौ माता। ओम गुभ्यो नमः। गावो विश्वस्य मातरः। हाम्रा शास्त्रहरूले गाईको ठुलो महत्त्व बताएका छन्। त्यसर्थ अहिलेका मिक्स गाईभन्दा यो लोकल गाईको दर्शनले मात्र ठुलो पुण्य प्राप्त हुन्छ। गाईको दर्शन गरौँ। यो पुण्यको उदय भएपछि गोमाताको सेवा र दर्शन प्राप्त हुन्छ। दर्शन गर्न सकिन्छ। जय गोमा, जय माता। यहाँ साना बाछीहरू राख्ने यहाँ गोठ छुट्टिरहेको छ। यो गौशाला झन्डै 1500-1600 हाइटमा रहेको छ। यो झुल्ला गाउँपालिकाभित्र पर्दछ। यहाँ घाँस काट्ने मेसिनदेखि लिएर विभिन्न किसिमका मेसिनहरू रहेका छन्। माथितिर साधु सन्तहरू बस्ने कुटी पनि रहेको छ। तर तुलसी मठ, यहाँको वरिपरि हरियाली फाँटले हामीलाई सुखको अनुभूति गराउँछ भने यहाँ राधाकृष्ण भगवानको दिव्य विग्रहले प्रत्येकलाई मन्त्रमुग्ध गराएको छ। भगवान श्रीकृष्ण स्वयं गोसेवक हुनुहुन्थ्यो। उहाँको यो विग्रहले हामीलाई भगवानप्रतिको आस्था जगाउँछ भने दिव्य ठाउँ, यो दिव्य सानो मन्दिर भए पनि ढुङ्गाले बनेको कलात्मक मन्दिर र यहाँ रहेको टिनको गोर मन्दिरको आकृति देखिएको छ। यहाँ गिटारहरू पनि फलेका छन्। यहाँ लहराहरूमा गोमूत्र गोबरले हामीलाई हाम्रो जीवनलाई गरेको छ। जय गौमा, जय प्रकृति, जय गोमाता। यसरी माथि अहिले दिव्य मन्दिर, साधु सन्त बस्ने गुफाहरू बन्दै रहेछ। माथितिर पनि गाउँ छ। दिव्य गौशाला यसरी तपाईँहरू पनि आज तिहारको दिन गौमाताको दर्शनले धन्यवाद सक्नुहुनेछ। हरि ओम तत्सत।